नमस्कार। आज चाहिँ हामी यो क्युबिसी ट्युटोरियलमा आर्गुमेन्ट पास गर्दाखेरि प्यारामिटर पास गर्दाखेरि युज गर्ने दुईटा मेथड पास बाइ भ्यालु र पास बाइ रेफरेन्सको बारेमा एक्जाम्पल हेर्नेछौँ। लेट्स सी द एक्जाम्पल। म क्युबिसी ओपन गर्छु। ओके, क्युबिसी एन्ड क्युबिसी होला। मैले जुम गर्छु यसलाई। म्याग्निफायर 200%। ओके, म एउटा मोडुल डिक्लेयर गर्छु। डिक्लेयर मोडुल चाहिँ सब मोडुल छ। मैले त्यसको नाम चाहिँ टेस्ट राखेको छु र एउटा प्यारामिटर छ ए। एउटा प्यारामिटर चाहिँ एउटा मात्र प्यारामिटर छ ए सिएलएस। मैले ए को भ्यालु चाहिँ मैले 10 एज्युम गर्छु। सो मैले अब बिफोर एउटा मेसेज प्रिन्ट गरेँ मैले। ओके, बिफोर कलिङ द टेस्ट कलिङ गर्नुभन्दा अगाडि ए को भ्यालु चाहिँ ए इक्वल टु यो छ। त्यसपछि मैले अब चाहिँ टेस्टलाई कल गर्छु, ए पठाएर कल गर्छु। त्यसपछि फेरि चाहिँ प्रिन्ट आफ्टर कलिङ द टेस्ट। मोडुल कल गरेपछि आफ्टर कलिङ द टेस्ट ए को भ्यालु ए इक्वल टु के हुन्छ हेरौँ है त। अनि अब मैले अर्को मोडुल चाहिँ मैले लेख्छु। त्यसको लागि सब टेस्ट मैले एक्स चाहिँ माने यसमा चाहिँ मैले एक्स को भ्यालु प्रिन्ट गर्छु। अब प्रिन्ट भ्यालु अफ एक्स इन सब मोडुल equal to x equal to x। मैले अब x को भ्यालु चेन्ज गरेको छु। x equal to x plus 10 गरेको छु। ओके, x plus 10 गरेको छु। अब यसको आउटपुट हेरौँ। तपाईँ यो तपाईँको चाहिँ सब मोडुल हो। तपाईँ मेन मोडुलमा जानको लागि सबमा गएर क्लिक गर्नुहोस्। अनटाइटल तपाईँको यो मेन मोडुल हो। प्रोग्राम रन गर्नुहोस्। ओके, बिफोर कलिङ द टेस्ट ए इक्वल टु 10, भ्यालु अफ एक्स इन सब मोडुल इक्वल टु 10। सो यो बिफोर कलिङ द मोडुल कल गर्नुभन्दा अगाडि 10 छ। मोडुल कल गरिसकेपछि मोडुलभित्र डिस्प्ले गरेको एक्सको भ्यालु चाहिँ 10 छ। अनि त्यसपछि चाहिँ जब सब मोडुल फिर्ता भइसकेपछि मेन मोडुलमा आउँछ। त्यसपछि ए को भ्यालु चाहिँ 10 भएको छ, 20 भएको छ। अब यसमा के भयो भने यसरी हामी यहाँ आर्गुमेन्ट पास गर्दाखेरि यसरी आर्गुमेन्ट पास गर्यो भने यो पास बाइ रेफरेन्स हो। पास बाइ रेफरेन्समा के हुन्छ, आर्गुमेन्ट पास गर्दाखेरि ए को भ्यालु पनि पास हुन्छ र ए बसेको एड्रेस पनि पास हुन्छ। त्यसकारण चाहिँ ए ले अकुपाई गरेको मेमोरी एड्रेस पनि जान्छ र ए को भ्यालु पनि जाने भएको कारण चाहिँ जब यो कल स्टेटमेन्ट आइसकेपछि एक्जिक्युसन फ्लो चाहिँ सब मोडुलमा हुन्छ, यहाँ जान्छ। भनेपछि अब ए को भ्यालु 10 थियो। अब एक्सले चाहिँ 10 को भ्यालु ए को भ्यालु लियो, 10 भयो। द भ्यालु अफ एक्स इक्वल टु 10 डिस्प्ले गर्छ। त्यसपछि अब एक्स मैले चेन्ज गरेको छु। एक्स को भ्यालु चेन्ज चाहिँ एक्स इक्वल टु एक्स प्लस 10 हुँदाखेरि 20 भयो। यो 20 चाहिँ एक्समा गएर बस्छ। यसको अर्थ एक्समा पनि बस्छ र एक्समा ए को एड्रेस भएको कारण चाहिँ एक्स र ए को एड्रेस चाहिँ सेम भएको, मेमोरी लोकेसन सेम भएको कारण चाहिँ यतातिरको भ्यालु मेन मोडुलमा भएको भ्यालु यसको भ्यालु पनि 20 भएको हुन्छ र डिस्प्ले गर्ने बेलामा 20 डिस्प्ले गरिदिन्छ यहाँ। यो दिस इज द एक्जाम्पल फर द पास बाइ रेफरेन्स। अब लेट्स सी अबाउट द पास बाइ भ्यालु।
पास बाई भ्यालुमा के हुन्छ भने यहाँबाट भ्यालु पठाउँदाखेरि भ्यालु मात्र पठाउँछौँ, नट द एड्रेस। त्यसको लागि चाहिँ हामी ब्राकेटभित्र राखिदिउँ, प्यारेन्थेसिसभित्र राखिदिउँ भने यो चाहिँ पास बाई भ्यालु हुन्छ। लेट्स सी अब a को भ्यालु 10 छ, यति बेला 10 डिस्प्ले गर्छ, त्यसपछि 10 डिस्प्ले गर्छ, त्यसपछि सब मोडुलमा जान्छ, सब मोडुलमा गएपछि x को भ्यालु डिस्प्ले गर्छ, यहाँ पनि 10 डिस्प्ले गर्छ। अब x चाहिँ x इक्वल टु x प्लस 10 20 भयो, तर यो पास बाई भ्यालु भएको कारण चाहिँ x र a चाहिँ डिफ्रेन्ट लोकेसनमा छ। त्यसकारण चाहिँ x मा तपाईँले जे चेन्ज गर्नुहुन्छ त्यो मेन मोडुलमा भएको भेरिएबलमा डिस्प्ले हुँदैन, रिफ्लेक्ट हुँदैन। त्यसकारण चाहिँ अब a को भ्यालु चाहिँ स्टिल नाउ a को भ्यालु चाहिँ स्टिल नाउ 10 नै छ। लेट्स सी द एक्जाम्पल, सरी आउटपुट या 10 नै छ। यो चाहिँ पास बाई भ्यालु र पास बाई रिफरेन्स। पास बाई भ्यालुमा हामी प्यारेन्थेसिसभित्र राखेर आर्गुमेन्ट पठाउँछौँ, जसले गर्दा मोडुलमा हुने चेन्ज, मोडुलमा जे चेन्ज हुन्छ त्यो यसमा रिफ्लेक्ट हुँदैन, यसमा असर गर्दैन। तर पास बाई रिफरेन्समा चाहिँ हामी भ्यालु चाहिँ पठाउने बेलामा हामी चाहिँ यो ब्राकेट राख्दैनौँ, इनसाइड प्यारेन्थेसिस राख्दैनौँ, जसले गर्दा सब प्रोग्राममा जे चाहिँ चेन्ज भएको छ यसमा पनि रिफ्लेक्ट हुन्छ, किनभने यो एड्रेस पनि पठाएको कारण चाहिँ यसमा त्यो असर चाहिँ यसमा आउँछ। ओके, थ्याङ्क यू फर वाचिङ दिस भिडियो। विल मिट अगेन टु द अनदर भिडियो विथ द न्यू प्रोग्राम।